पालो कसको रहेछ अहिले? मदन आचार्य। नगरनाचार्यको पालो। हाम्रो दिपजी पनि हुनुहुन्छ होइन? पहिला को आउनु भएको थियो त्यो अनुसार बोलाउनु न। मदनजी आउनु भएको ल म्युट खोल्नु मदनजी। मदनजी म्युट खोल्नुहोस् न है। हत्तेरी रेस्ट मदनजी गर्नलाई सुत्नुभयो? माथि आउनै ए पर्दैन। डायमन्डजी तपाईँलाई मैले एउटा कुरा सोधौँ न प्लिज। प्लिज सोध्नु न। तपाईँको त्यो ठुलो आइडी हिजो के म बिहान चिया खाँदै हेर्दै थियो अनि भ्याट्टै तल झरे के पो भएको थियो है? बेलुका कि बिहान? अब यस्तो यहाँ अब बोलौँ कि क्या हो अलिकति बोल्नु न। अब चर्का चर्की भइसकेपछि अब म त्यो सानोतिनो छाडा बोल्यो भने पनि सानो कसैले यसो मुख छाड्यो भने पनि बाल मनोविज्ञानमा असर पर्ने मान्छे हो म। अनि त्यो भएर मेरो आइडी पनि त्यस्तै रहेछ, कसैले सामान्य बोल्यो भने पनि मेरो आइडी झर्दो रहेछ भन्ने चाहिँ मैले थाहा पाएँ। त्यो आइडी अहिले डाउन भएको छ अब अझै 4-5 दिनको लागि होइन। भगवान दाइ नमस्ते, सबैजनालाई नमस्ते। हजुर नमस्ते नमस्ते साई सबैजनालाई नमस्ते छ। तल बसेर हेर्नुहुने माथि हुनुहुने अजयजी सबैलाई नमस्ते मेरो। नमस्ते। मलाई एक दुईवटा कुरा भन्न मन लाग्यो अझै सर। भन्नु न प्लिज। अब यो हामी अलि लामो समय भयो अझै सरसँग जोडेको। सम्पूर्णमा नमस्कार, तल माथि जहाँ जहाँ हुनुहुन्छ। यहाँ चाहिँ कस्तो छ भन्दाखेरि अहिले पछिल्लो समय तपाईँलाई यहाँ सिकार अनि हामीलाई चाहिँ अरू चाहिँ लाइभहरूमा हामी सिकार भइरहेछौँ होइन। यहाँ चाहिँ अजय श्रेष्ठ किन भयो, अजय श्रेष्ठ किन झोले भयो, अजय श्रेष्ठ रासपाको झोले भयो, अजय श्रेष्ठ यो भयो होइन। अनि त्यस पछाडि विभिन्न खालको क्या म एक दुई कुरा सबै मित्रहरूलाई जोड्छु होइन। एउटा राजनीतिक दलमा लाग्नु भनेको अपराध होइन होइन। त्यो चाहिँ उहाँ भारतीय जनता पार्टीमा लाग्नु भएको हो र तपाईँहरूले कुन हिसाबले कसरी बुझ्नु भएको छ भन्ने कुरालाई एकदम अर्थ राख्छ। अहिले फेरि यो विरोध गर्ने यो समर्थन गर्ने राजनीतिक दलहरू भनेका पुराना राजनीतिक दल छैन कि, उनीहरूलाई मतलबै छैन। नयाँ राजनीतिक दललाई एकदम चासोको विषय छ। यसमा एउटा पोजिटिभ पाटो चाहिँ के छ भन्नुहुन्छ भने, पोजिटिभ पाटो भनेको तपाईँमा केही न केही क्वालिटी छ। तपाईँको क्वालिटी, तपाईँको त्यो फ्रेमको चाहिँ के छ भन्दाखेरि मान्छे आसक्ति थियो होइन। कसैलाई चाहिँ एमालेमा छिर्दै हुन्थ्यो अजय श्रेष्ठ, कसैलाई नेपाली कङ्ग्रेसमा छिर्दै हुन्थ्यो अजय श्रेष्ठ, कसैलाई के अरे कुलमान घिसिङसँग लागे हुन्थ्यो अजय श्रेष्ठ, कसैलाई चाहिँ माटो पार्टीमा लागे हुन्थ्यो अजय श्रेष्ठ भन्ने हुन्छ। यसलाई एउटा पाटोबाट त यसलाई पोजिटिभ मान्न सकिने भयो। यो मेरो राजनीतिक दलमा आएन अजय श्रेष्ठ भनेर। तर अर्को चाहिँ कुरा के बुझ्नु पर्यो भन्दाखेरि अजय श्रेष्ठ अरू कुनै पार्टीमा होइन, चाइना कम्युनिस्ट पार्टीमा पनि गएको होइन, भारतीय जनता पार्टीमा पनि गएको होइन। अजय श्रेष्ठ नेपालमै भएको एउटा राजनीतिक दलमा लागेको। अजय श्रेष्ठ फेरि पहिलाको जस्तै एमालेमा लागेको थियो भने पनि हामीले अचम्ममा लाग्नुपर्ने अवस्था केही पनि होइन क्या। यसलाई तपाईँ हामीले लिने कसरी हो भन्ने बुझ्नुपर्छ क्या। यसलाई तपाईँले पोजिटिभ लिनुहुन्छ भने ल रासपामा पनि प्रब्लम थियो होला, रासपामा अजय श्रेष्ठ जानु भनेको रासपा अझै राम्रो हुनु हो नि त होइन। अथवा नेपाली कङ्ग्रेसमा अजय श्रेष्ठ छिर्नु भएको थियो भने हामीलाई त्यो इन्ट्रेस्ट थियो होला। नेपाली काङ्ग्रेसमा अजय श्रेष्ठ छिरेको भएदेखि नेपाली काङ्ग्रेस अलिक सुध्रिन्थ्यो होला, त्यहाँ गएर चाहिँ भाँड बहिले गर्थे, अजय श्रेष्ठले भएको कुरा गर्थे भन्ने हुन्थ्यो होला नि त। त्यसरी हामीले किन लिएनौँ क्या? हामीलाई प्रश्न तपाईँले मलाई पटक मलाई लाइभमा अजय श्रेष्ठ किन गयो भनेर सोध्नु एउटा स्वाभाविक त हो। हामी अलि लामो समयदेखि सँगै छौँ, अलि आत्मीय छौँ, त्यो हिसाबले तपाईँहरूले सोध्नुभयो त म मान्छु। तर अजय श्रेष्ठ रासपामा जानु नौलो विषय हो भनेर चाहिँ तपाईँले मान्नुभयो भने त्यो एकदम गलत हुनसक्छ होइन। रासपा कुनची चाहिँ भ्रष्टाचारबाट चाहिँ डुङडुङती गनाएको दल हो र भनेको होइन। रासपा चाहिँ अर्कै ठाउँमा उत्पत्ति भएको हो र भनेको होइन। रासपा पनि त नेपालको एउटा नेपालीहरूले बनेको, त्यो नेपाली मिलेर बनेकै त एउटा राजनीतिक दल होला, राजनीतिक सामाजिक दल होला होइन। समाजमा अजय श्रेष्ठले काम के गर्छ भनेर प्रश्न गर्नुहोस् के, त्यो तपाईँहरूको चाहिँ त्यो प्रश्न चाहिँ न्यायिक हुनसक्छ होइन। के काम गर्छ ल अजय श्रेष्ठ रासपामा छिरो, रासपालाई चाहिँ टेवा पुर्याउँछ कि पुर्याउँदैन, रासपा सँगसँगै रासपा टेवा पुर्याउनु भनेको हाम्रो सोसियल सोसाइटीलाई चाहिँ एउटा खालको मार्गनिर्देश गर्छ कि गर्दैन होइन। समाजमा चाहिँ अलिकति थोरै भए पनि सकारात्मक विचार फैलाउँछ कि फैलाउँदैन, त्यसले पो अर्थ राख्छ, त्यसले पो म्याटर राख्छ त। अजय श्रेष्ठ कहाँ गयो भन्ने कुराले म्याटर राख्दैन। यो कुरा तपाईँ हामीले बुझ्नुपर्छ क्या। उहाँले जानुभयो नि त, उहाँ आफ्नो एउटा के हो त भन्दाखेरि उहाँको व्यक्तिगत अधिकारको विषय हो। मलाई राजनीतिक रूपमा मेरो राजनीतिक भविष्य यहाँ सुनिश्चित छ, म यो राजनीतिक दलमा बसेर चाहिँ मैले चाहिँ समाज सेवा अथवा समाज विकासलाई यो काम गर्छु भन्ने उहाँलाई त्यहाँ कन्फिडेन्ट लाग्यो, उहाँ त्यहाँ जानुभयो होइन। त्यो कुरालाई तपाईँहरूले किन यत्रो अवधि दूषित बनाइराख्नु भएको छ? 5 दिन 6 दिनदेखि हेरिरहेको छु होइन। खालि गाली खानुपर्ने, खालि चाहिँ हो हल्लामा
उभिनु पर्ने, भिडियो बनाएछन्, हालेका छन्, आरोप लगाएछन्। हुन त एउटा कुरा के चाहिँ हो अजय सर भन्नुहुन्छ भने तपाईँको फोटो मात्रै राखिदिँदाखेरि पनि 2-4 हजार लाइक यत्तिकै आउँदो रहेछ मान्छे र त्यसरी पनि मान्छेले राखेको रहेछ एउटा कुरा मैले बुझेँ होइन हो किन भन्नुहोस् त होइन। अब मैले भगवान् भण्डारी दाइलाई उता बाटोमा भेटेर एउटा फोटो हालेँ भने उहाँ गाएको हो नि त, राष्ट्रिय गाएको। भगवान् भण्डारीसँग मैले फोटो हाल्दाखेरि के भयो त भन्दाखेरि मेरो चाहिँ थोरै भ्युअर्स बढ्ने भयो।